आजीवन पर्यन्तम् अहम् बुद्धं शरणं गच्छामि आजीवन पर्यन्तम् अहम् धर्मं शरणं गच्छामि आजीवन पर्यन्तम् अहम् संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि आज 1 दिसम्बर 2024 हामी अब काठमाडौँबाट तेमालको लागि यात्रा हुँदैछ। अब यहाँबाट अहिले बिहानको 8 अलिक नाग्यो 8 बजेर 10 मिनटहरू गएछ र अब यहाँबाट 3-4 घन्टा तेमालको यात्रा गर्दैछ। हाम्रो टोलीका सदस्यहरू यहाँ हिरा बहादुर आस्याङ तेमालबाट हामीलाई लिनको निम्ति उहाँ आउनुभयो। उहाँको अगुवाईमा हामी जाँदैछौँ। काठमाडौँमा हामी बास बसेको घरको हाम्रो यहाँ बुद्धमा उहाँको घरमा 2-3 दिन बस्यौँ र आज बिदा मागेर अब जाँदैछौँ। अहिले हामी काठमाडौँबाट 2.5 घन्टामा यहाँनिर कोट तेबाल आइपुग्यौँ। यो डाँडामा चाहिँ तामाङहरूको अन्तिम राजा बलको राजा रेन्जेन दोर्जेको शालिग स्थापना भएको रहेछ र उहाँलाई चाहिँ उहिले अब पृथ्वीनारायण शाहले चाहिँ छलकपट गरेर मितेरी लाउने छलकपट गरेर चाहिँ हतियार नलिकन मित्रता गाँच्नलाई बोलाएर चाहिँ उनीहरूले लुकाएको हतियार बगरमा बलुवामुनि लुकाएको हतियारहरू निकालेर सबैलाई मारेको राजालाई। ठाउँ चाहिँ तल सुनकोसीको खोलामा हो। अनि त्यहाँ उहाँको दरबार चाहिँ अलिक पर माथि डाँडामा जानुपर्छ र यो डाँडामा चाहिँ उहाँको स्मृतिमा यो शालिग स्थापना गरिएको रहेछ। शालिगकै छेउमा यो अहिलेको पुरानो छोतेन पनि बनिएको रहेछ। तेमालको बल राजा अन्तिम राजा रेन्जेन दोर्जेको धर्मपत्नी रानी यो शालिग स्थापना गरेको ठाउँबाट चाहिँ यो पारिपट्टि देखे यो गणेश हिमालहरू के भन्दो रहेछ हौ। हिमालय पर्वतमाला हेर्नुहोस् यो यहाँदेखि वरिपरि सबै हिमालय पर्वतमाला। यहाँ चाहिँ गुरुडिम्बुछेको खुट्टाको छापहरू भएको ठाउँ अहिले बन्द रहेछ। अब 1-2 दिनमा भोलि पर्सि दिनतिर यहाँ दर्शन गर्न आउनुपर्छ।
यो मसिनो झ्याङहरू हेर्नुहोस् है, यो बोधिचित्त माला फल्ने यो झ्याङ हो। ओ टुप्पामा एक दुई दानाहरू पनि रहेछ, तर अहिले अस्ति टिपिसकेको झ्याङहरू हो यो यिनीहरू। अहिले अब पातहरू सबै सुकेर झऱ्यो, दाना एक दुईवटा टुप्पातिर देखिँदैछ। म अझै तलतिर दाना भएको बोट भेट्यो भने त्यहाँ खिचेर देखाउँला। गुरु रिम्बुसेको साप्चे शिला भएर बस्नु, शिलामा कुदिएको। आजीवन पर्यन्तम् अहम् बुद्धं शरणं गच्छामि। आजीवन पर्यन्तम् अहम् धर्मं शरणं गच्छामि। आजीवन पर्यन्तम् अहम् संघं शरणं गच्छामि। बुद्धं शरणं गच्छामि। धर्मं शरणं गच्छामि। संघं शरणं गच्छामि। बुद्धं शरणं गच्छामि। धर्मं शरणं
कुराहरू पनि ग्रहण गर्ने अनि अन्तमा मिउने पनि बस्ने भन्ने कार्यक्रम आदि मैले हाम्रो मिउनेको गुरु ठुलो गुरु डुक्वरिम्बुछे हजुरहरूले चिन्नुहुन्छ सबैले हो कि उहाँलाई बिन्ती गर्नुभयो बिन्ती राख्नु भएछ अनि गुरुले यहाँ तिमालकोहरू यहाँकोहरूले यो मिउने राम्रो सिक्नु सकोस् बुझ्नु सकोस् गर्नु सकोस् भनेर उहाँले पनि यस्तो राम्रो चिताएर तपाईँहरूलाई माया गरेर प्यारो गरेर ढुकुछेले यो मलाई तिमी जाइदिनु 2-4 दिन बसेर सिकाइदिनु कार्यक्रममा भाग लिएर भनेर आज्ञा गर्नुभयो। यो चाहिँ मिउने प्रशिक्षण कार्यक्रम स्थल हो। तेमाल शान्ति ध्यान केन्द्रको स्थापना यो भर्खरै भएको र यहाँनिर प्रशिक्षण हिजोदेखि सुरु भएछ र डिसेम्बरको 9 तारिकदेखि चाहिँ यहाँनिर एक न्यूने पनि हुनेछ। यसरी ब्यारलमा पानी बोकेर चाहिँ सिन्टेक्स भर्नु यो चाहिँ बिहान सेकेन्ड पूजामा तल ड्युप्रेसोलले चाहिँ बिहान एक ताल मात्रै पढ्ने ड्युप्रेसोलले पढिसकेपछि मौका हो। एउटैमा चाहिँ आउनु पाउने नपाउनेहरू छ कि ल यसो बस्नु चाहिँ नपाउने दर्शनको लागि आज धेरै खुसी लाग्यो बस्नु अलिकति हाँसेर बस्नुहोस् है। चिज खै हाँसेको भन्नुहोस् न त खै हाँस्नु
तेमालको यो न्युने गुम्बा लामा कुङ्गा डुप्साङले निर्माण गर्नुभएको हेलो रिम्बुछे पनि यहाँ धेरै छम बस्नु भइसकेको रहेछ। पहिले यहाँ पनि न्युने गर्ने सल्लाह त भएको थियो, तर उहाँ गुरु बिरामी भएकोले गर्दाखेरि उता सिङ्गापुरतिर लगेर उपचार गर्नु त्यति बित्नु भएपछि न्युने हुनु सकेन। त्यहाँ यो यहाँ तल चाहिँ यो गुरु रिम्बुछेको प्रतिमा स्थापना गरिएको छ। यहाँनिर चाहिँ यो डम्फुटार त्यो गेटको अगाडिपट्टि चाहिँ सानो पोखरी रहेछ। अघि गुरु रिम्बुछेले चाहिँ माथिबाट यारिनाकबाट भागेर आएको राक्षसलाई चाहिँ त्यो मारेको पोखरी चाहिँ त्यहाँनिर रहेछ। त्यो गेटको अलिक परतिर छ गहिरो खाल्टो। ल राम्रोसितले जानु सबैजना। गान्तोकका गेट फेलिङ मनिसोका सदस्यहरू आएका गाडी आज फर्किरहेका उनीहरूले न्युनेमा पनि जिन्दा गर्नुभयो। न्युनेको जिन्दाहरू बनायो। यहाँ आएर 2 रात बसेर तेमालबाट आज गान्तोक सिक्किमको लागि फर्किनु भयो। तेमालको यो नारायण थानको सानोतिनो दोकानहरू भएको ठाउँ। यारिनाकबाट भागेर आएको राक्षसनीलाई चाहिँ गुरु रिम्बुछेले यहाँ वध गरेको रहेछ यो पोखरीमा। अहिले चाहिँ अब पानीहरू धेरै सुकेछ, अलिअलि मात्रै पानी रहेको छ। डम्फुटार तामाङको चिनारी डम्फु। यहाँ परको न्युने गुम्बाको अवलोकितेश्वर ध्यान केन्द्रको संस्थापक गुरु खुङ्गा डुप्साङ लामाद्वारा निर्माण गरिएको उहाँको अगुवाईमा स्थानीयवासीहरू सबैको सहयोगमा यो गुरु रिम्बुछे स्थापित गरिएको रहेछ। यो माथिको डाँडामा चाहिँ हाम्रो आनिखेन मोले चाहिँ साङ्गेको शाक्यमुनि बुद्धको मूर्ति स्थापना गर्नुभएको। त्यहाँ चाहिँ उहाँहरूको यो ध्यान केन्द्र बनिने चाहिँ योजनाहरू रहेको रहेछ। अस्ति हामी त्यहाँ पनि दर्शन गर्न पुग्यौँ। हामी चाहिँ त्यो परको 2 तले घरमा चाहिँ बसेका छौँ। हामीलाई चाहिँ यहाँनिर बास बस्ने चाँजो मिलाएका रहेछन् यहाँका आयोजक समितिले। यहाँको सानोतिनो दोकान भएको बजारै भनौँ। गाई बस्तुहरू चरनमा लान थाले।
यहाँ चाहिँ आनी खेन्मोले यो साङ्गेको शाक्यमुनि बुद्धको मूर्ति स्थापना गर्नुभएको रहेछ र यो कार्यक्रम स्थलदेखि धेरै माथि डाँडामा छौँ अहिले हामी। त यहाँ चाहिँ उहाँको पछि शान्ति ध्यान केन्द्र स्थापना गर्ने चाहिँ योजनाहरू रहेछ। अहिले चाहिँ सुरुवात यो सानो शाक्यमुनि बुद्धको मूर्ति मात्र स्थापना गरेका छन्। अब यसले निकट भविष्यमा ध्यान केन्द्रको रूपमा यो परिवर्तन हुने सम्भावना रहेछ। यति सुन्दर जग्गा, निर्जन, यहाँ कोही मान्छे आइपुग्दैन, फाल्तु मान्छे, यस्तो सुनसान जग्गा रहेछ। ध्यान गर्नको लागि चाहिँ यो उचित स्थान रहेछ। हो यस्तोमा बसेर ध्यान गरेको चाहिँ फल पनि राम्रो पाउँछ। तल यो रातो छाना देखिएको ठाउँमा चाहिँ अहिले हाम्रो न्यूने प्रशिक्षण शिविर चाहिँ त्यहाँनिर चल्दैछ। यो माथि डाँडामा स्थापित गरिएको शाक्यमुनि बुद्धको स्थापना स्थलदेखि खिचिएको र अब आजसम्म प्रशिक्षण शिविर चल्नेछ। भोलि एक दिन विश्राम, पर्सिको दिनदेखि चाहिँ एक न्यूने आरम्भ हुनेछ त्यसै स्थलमा। अहिले माथि डाँडाबाट यो खिचिएको तस्बिर हो। अहिले हामी तेमालको यो यारिनाग गुफामा आइपुगेका छौँ। यारिनागको गुफामा जाने यो प्रवेशद्वार त्यहाँ आइपुगेको छ। हाम्रो कार्यक्रम स्थलदेखि चाहिँ 2-3 किलोमिटर माथि रहेछ यो स्थान। लु हेर्नु होला, यहाँ बोधिचित्त माला बिक्रीको लागि राखेका रहेछन्। ए यो यही ठाउँमा फलेको मालाहरू। हाम्रो न्युङ्नेका प्रशिक्षणार्थीहरू पनि डुप्चुको दर्शन गरेर फर्किनु हुँदै रहेछ। हामी चाहिँ भर्खर जाँदैछौँ। योहरू सब बोधिचित्तको झ्याङहरू अहिले मसिनो भर्खर बढ्दैछ, फल्नु पनि थाल्यो होला सायद। हेर्नुहोस्, बोधिचित्तको झ्याङ। यो चाहिँ साउन भदौमा चाहिँ, जुलाई अगस्तमा चाहिँ टिप्दा रहेछन्। अहिले झिक्रा मात्रै छ, यस्तो काँडा भएको झिक्रा। ए काँडा हेर्नुहोस्, यस्तो रहेछ। पारी डुप्चुपट्टि जानलाई हाम्रा टोलिकाहरू सबैजना जाँदैछन्। अब हामी आनी खेन्मोले बनाएको यो बाटो यस्तो टाढो ठाउँमा ढुङ्गा बलुवा गिटी ल्याउनु कति गाह्रो भयो बिचरा। अब पनि दुःख गरेर फुटपाथ चाहिँ तयारी गर्नुभयो। सिँढीमा बेसी खर्च गयो उनीहरूको, र पनि दर्शनार्थीहरूलाई आउनुलाई चाहिँ असुविधा चाहिँ रहेनछ। अब हामी पुग्नै लाग्यौँ। अहिले हामी यहाँनिर यो तेमालको यारिनागको खास ओरिजिनल अब भनौँ है गुफामा चाहिँ यहाँ हामी आइपुगेका छौँ। र आउनुपर्ने चाहिँ यहाँ रहेछ। पहिलो पालि चाहिँ हामी आउँदाखेरि यहाँ यो गुफाको चाहिँ थाहा थिएन, र पल्लो गुफामा चाहिँ 2 चोटि आयौँ। त्यहाँ चाहिँ गुरु रिम्बुछेको दोचाहरूको छापहरू, दोचा छोडिराख्नु भएको त्योहरू रहेको छ। त्यहाँको दर्शन गरेर गयौँ। र यसपालि चाहिँ यो तेमाल शान्ति ध्यान केन्द्रका संयोजिका आनी खेन्मो फुलमाया उहाँले चाहिँ यहाँ के अरे उहाँको यहाँ नाना पठाउनु भएको छ।
उहाँले गाइड गरेर ल्याउनु भयो र हामी यहाँनिर आइपुग्यौँ र यो अघि आउँदाखेरि हामी बाटोहरू देख्यौँ त्यो बाटो पनि सबै अनिखेनमा फुलमायाले नै बनाउनु भएको रहेछ खर्च गरेर अन्त त्यहाँ यो तेमालमा आएपछि यारीनाथमा आएपछि चाहिँ सिधै पर जाने होइन परबाट चाहिँ आएपछि चाहिँ 1300 अहिले बाटो भत्केर अलिक तल माथि गर्दै ओर आयो अऱ्यो त्यो बोधिचित्त माला फल बेच्ने ठाउँहरू लस्करै छ त्यहाँबाट झरेपछि चाहिँ अलिकति तल झरेपछि चाहिँ त्यो होटल पनि छ जागृति होटल के अरे त्यहाँबाट चाहिँ राइट दाहिनेपट्टि चाहिँ 1300 ओह्रालो हुँदा चाहिँ यो गुफामा चाहिँ आइपुग्दो रहेछ अन्त यहाँ चाहिँ अघि गुरुमुछेको पालादेखिको गुफा बस्दा गुरुमुछेले चलाउनु भएको पानी यो पलाएको रहेछ त्यो डुब्छु पनि त्यहाँनिर रहेछ यहाँ आउँदाखेरि चाहिँ बोतल लिएर आउनुपर्छ उता खाली बोतल चाहिँ लिएर आउनुपर्छ अन्त त्यहाँबाट त्यो डुब्छु पनि लगेर जानुभयो भने यहाँबाट गएपछि चाहिँ अन्त परको दोचा भएको तीर्थमा गयो त्यहाँ पनि गुफाै हो त्यहाँ पनि गुरु रिम्पोछे साधना गर्नुभएको त यहाँ खासै चाहिँ उहाँ चाहिँ यहाँ साधना गरेर बस्नु भएको रहेछ गुरु रिम्पोछे चाहिँ यो आसनमा चाहिँ बसेर साधना गर्नुभएको रहेछ तर त्यहाँ पनि छ पहिला आउनुपर्ने चाहिँ हामी यो ठाउँमा रहेछ यो ठाउँमा आउनुपर्ने रहेछ सोलदेव लिउँदुनमा सोलदेव सम्बल लुन्ड्रो सोलदेव सम्बल लुन्ड्रो र बल्छे लम्चे चाहिँ गरौँ 136 यहाँनिर पनि हो एउटा पोखरी रहेछ पहरा अहिले यहाँनिर छजाहरू चढाउने कामहरू भयो हामी जाने चाहिँ त्यो परको डाँडाको उत्तापट्टि त्यो माथिको घर भएकोबाट चाहिँ यता ओह्रालो लाग्यो भने चाहिँ पल्लो गुफामा जाने रहेछ 1300 दाहिनेपट्टि चाहिँ 1300 त्यो घरको माथितिरबाट त्यो तल्लो चाहिँ होटल पनि रहेछ राइटपट्टि दाहिनेपट्टि लागेर अनि ओह्रालो सिँढी रहेछ यो जङ्गल भएकोबाट ओह्रालो आयो यताबाट आयो यहाँनिर डुब्छुमा तोङसुम कुण्ड भन्दो रहेछ यहाँको गुफालाई चाहिँ यो डुब्छु अघि गुरु रिम्पोछेले यहाँ छम बस्दाखेरि पनि प्रयोग गर्नुभएको पानी रहेछ यो अहिलेसम्म यो सुकेको छैन यो पलाइ बस्दो रहेछ यहाँनिर यसलाई डुब्छु सिद्ध जल पवित्र जल भनेर भनिँदो रहेछ यहाँ माथिल्लोपट्टि अर्को पनि छ दुईवटा रहेछ पोखरी र त्यसले गर्दा तपाईँहरू यहाँ आउँदा चाहिँ खाली बोतल चाहिँ बोकेर आउनुपर्छ ठुलो बोतल 1.5-2 लिटरको ठुलो बोतल लिएर आयो भने सबैलाई त्यो एक बोतल लग्यो भने सबैलाई पानी पुगिहाल्छ पुगिहाल्छ त्यो चाहिँ बाँड्यो यो पवित्र जल आउँदा चाहिँ हात र मुख लिएर आउनु भयो भने चाहिँ पानी लाने कुरा आएन बोतल चाहिँ लिएर आउनु पर्ने पानीको बोतल 2 लिटरको भयो भने चाहिँ जुलुम भइहाल्छ यो चाहिँ डुब्छु उहिले गुरु रिम्पोछेले प्रयोग गर्नुभएको पानी त्यति बेलादेखि अहिले हिउँदो बर्खा यसरी पलाइराख्दो रहेछ यहाँ माथिल्लोपट्टि पनि छ अर्को यहाँ पनि रहेछ छिटो कहाँ अब फोटो खिच्छ भन्ने अन्त यो गुरु रिम्पोछेको दोचामा सोमाले दर्शन गर्दैछ शिला भएर बसेको लु हेर्नुहोस्
यहाँ चाहिँ अब तल्लोपट्टि अर्को गुफा छ त्यहाँ जाँदैछौँ हामी फेरि अन्त त्यहाँ गयो अब हामी यहाँ चाहिँ गुरु रिम्बुसेको दोचा शिला भएको ठाउँमा आइपुग्यौँ गुरु रिम्बुसेको दोचा चाहिँ यहाँ शिला भएर बसेको छ ए ल यहाँ दर्शन गर्नुहोस् यो देख्नुभयो गुरु रिम्बुसेको दोचा यहाँ हेर्नुहोस् है दर्शकहरूले तेरमाल बुद्ध चित्त माला पसल यो चाहिँ हामी यहाँ गुरु रिम्बुसेको दोचा भएको गुफामा पुगेर उकालो फर्किँदाखेरि यहाँ चाहिँ तपाईँहरूले धेरै सस्तो पाउनुहुन्छ हाम्रो ग्रुपहरूले नि पोहोर परारको पालि आउँदा यहाँबाट सबैले यहाँ सस्तो पाएर चाहिँ किनेर लगेको थियो यो दोकान यहाँ हुनुहुन्छ यहाँ दोकानको पसलको आस्याङ चाहिँ यहाँ हुनुहुन्छ तिरमालको यो प्रसिद्ध होटल रहेछ साङ्ग्रिला यहाँ खानापिना पनि राम्रो स्तरीय लाग्यो बस्नुको लागि कोठाहरू पनि स्तरीय रहेछ अनि सुपथ मूल्य पनि रहेछ दुईटा डबल बेड रहेछ एउटा रुममा 4 जना अट्ने त्यतिको 2000 गरेर लिँदो रहेछ त्यो यहाँतिरको नेपालको 2000 ठिकै हो त्यस्तो महँगो होइन अन्त खानापिना पनि भोजनहरू पनि स्तरीय हुँदो रहेछ त तपाईँहरू गाडी लिएर आउनु भएन तेमालमा बस्ने पऱ्यो भने यो साङ्ग्रिलामा बस्नु होला ल तेमाल साङ्ग्रिलामा Namo
हेर्नुहोस् त तेमालको डाँडामा यत्रो साह्रो परेको अन्त यस्तो ती साह्रो परेपछि अन्त जाडो त कस्तो होला ए जाडोले चिलेर चौपटे भयो बिजोकै भइसक्नु लसो दोजो लो जोजो अब एक दुईवटा कुरा भनिदिनु पर्यो ल सिंहजी तो माग्ने है लु कारण आधिकारिक रूपमा सुरुवात गर्नको निम्ति यहाँहरू समक्ष म विशेष अनुमति दिन चाहन्छु यस शान्ति होस् ल्याउने प्रशिक्षण म चाहिँ सिलेमा चाहिँ भाग लिनुहुने प्रशिक्षणार्थीहरूको नाम यहाँबाट घोषणा गर्छु ताली बजाइदिनु त्यस्तै हो अल्छीको घरमै छ अल्छीको घरमै छ चेवाङ लामा पेमा आठ काप्रे मलाई एउटा सानो कानो भएको माला चढाउने जिन्दा मेरो जिन्दा है जिन्दा आपा हो यहाँ छैन कार्यक्रम संस्था प्रजाशान्ति भवनतिर लाग्नुहुन्छ केन्द्र अनुमति लाने लाने खोजेपछि साथै संविधान केन्द्रका टिममा लाने आशीर्वाद गर्नमा पछि तेमाल शान्ति ध्यान केन्द्रद्वारा सञ्चालित एक हप्ता युनिट प्रशिक्षण कार्यक्रम साथसाथै एक युनिट कार्यक्रमका प्रमुख रूपमा उपस्थित प्रमुख अतिथि धर्मगुरु कालिम्पोङ दार्जिलिङ निवासी लोटन लामा लम्बा भगवानज्यूलाई यस जाडोयामको समयमा पनि कठहरले जाडोमा पनि व्यवस्था गर्नुभए आफ्नो वृद्ध शरीरलाई दाउमा राखेर धर्मको शासनलाई अभिवृद्धि गर्दै यस संसारमा चाहिँ सबै मान्छे प्राय प्राणी जगत होस् या मान्छे मानव जाति होस् सम्पूर्ण हामीले चाहिँ धर्म केलाई गर्नुपर्छ भन्दाखेरि हामी मृत्यु पश्चात चाहिँ एउटा मुक्तिको मार्ग पाउनको लागि नै व्रत गर्ने हो तप गर्ने हो ध्यान साधना गर्ने हो हाम्रो अलि खेल्नु माया यो उहाँ अनि हाम्रो खेल्नु काठमाडौँबाटै आउनुभएको छ हाम्रो खेल्नु छुट्टी मेले अनि समस्त यहाँ उपस्थित हुनुभएका लामागण सबैलाई सर्वप्रथम म आफ्नो धन्यवाद गर्दछु अनि हाम्रो यहाँ उपस्थित हुनुभएका सबै मानिसहरू आमीहरू जो जति पनि यहाँ उपस्थित हुनुहुन्छ आयोजित इच्छा युनिट कार्यक्रमका सभापति खेल्मो फुलमाया लामाज्यू
यस कार्यक्रमका प्रमुख अतिथि लामो गुरु दार्जिलिङबाट पाउनुभएका लिने लाप्चा मन्त्रीज्यू, अन्य ठाउँबाट भएका
आगो ताप्नु गएन भने त आइहाल्छ पाप्नु हुँदैन नि आगो ताप्नु गयो भने चाहिँ यही सक्यो अब हामी तेमाललाई बिदा मागेर जाँदैछौँ अब आज यहाँबाट काठमाडौँ गएर बस्ने भोलि चाहिँ हामी कालिम्पोङ पशुपतिनगरको लागि गाडी चढ्ने तेमालबाट आजको कार्यक्रम सबै सम्पन्न भएर अब गाडी चढ्न हामी तयारी भयौँ ल हामी 12-14 दिनसम्म हामी यहाँ छिमेकी भएर उहाँहरूको छिमेकी भएर बस्न पायौँ आज अब बिदा लिँदैछौँ ल बस्नुहोस् तपाईँहरू सबैजना ल मौका मिल्यो भने फेरि आउनुहुन्छ तपाईँहरू मौका मिल्यो भने उता पनि कालेबुङतिर नै आउनु होला यहाँ हिरा आसिङहरूसित मेरो फोन नम्बर जानु पाएन कि मेरो यो अलिकति सानो पसलले गर्दाखेरि ऊ तल पुग्यो बोलाएको ठिकै छ त्यो अब दोकानमा अब कस्टम आउनुहोस् आसिङ पनि ल हिरा आसिङ सबै लु आज 12 दिन बसेर हामी अन्तिम दिनमा बिदाई लिएर तेमालबाट जाँदैछौँ बिदावारी तेमालको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेर अब तेमाललाई बिदा मागेर जाँदैछौँ हाम्रो यहाँ निखेनमा उहाँको अगुवाई